हामीले धेरै पटक कर्णालीको बारेमा सुनेका छौँ। कर्णालीमा बाटो पुगेन, कर्णालीमा थुप्रै खालका समस्याहरू छन्। कर्णाली देशको राजधानी काठमाडौँबाट धेरै टाढा छ। त्यहाँ मानिसहरू दैनिक कष्टकर जीवनयापन गरिरहेका छन्। कर्णालीको मुहार अहिले बिस्तारै फेरिँदैछ। त्यहाँ बाटाघाटाहरू पुगेका छन्, स्वास्थ्य चौकीको व्यवस्थापनहरू भएका छन्। तर नसुनेको अर्को एउटा कहानी हामी तपाईँमा आज सुनाउँछौँ। आदरणीय दर्शक महानुभावहरू नमस्कार, मेरो नाम हो भुवन भुषाल। आज मैले तपाईँलाई यस्तो ठाउँको बारेमा जानकारी गराउँदैछु जो सुगम भइकन पनि एउटा कुना असाध्यै दुर्गम बनेको छ। कुरा हो गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर 1 हुँगा रमाउदीको। आजभन्दा केही वर्ष पहिला घरै घरले टमक्क भरिएको, खेतीपाती राम्रो हुने स्थानका रूपमा चिनिएको रमाउदी अहिलेभन्दा 10 वर्ष अगाडि पुरै गाउँ नै रित्तै बन्यो। कारण थियो बाटो। त्यहाँबाट छोडेर गएका एक परिवारले सोचे, होइन, बाउबाजेले गरिआएको ठाउँमै केही गर्नुपर्छ। अनि फर्किए सपरिवार गाउँमा र सुरु गरे पशुपालन व्यवसाय। उनीहरूसँग अहिले प्रशस्त रूपमा भैँसी, बाख्रा र कुखुरा फर्म सञ्चालन भइरहेको छ। उनीहरू यति मात्रै गर्दैनन्, विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकहरूका लागि खाने र बस्ने राम्रो व्यवस्था समेत त्यहाँ मिलाएका छन्। तर यो सुन्दर ठाउँमा एउटा दर्दनाक पीडा लुकेको छ। उनीहरू प्रत्येक दिन बिहान दुहेको भैँसीको दुध बाटोबाट लान पाउँदैनन्। उनीहरू खोला तर्नुपर्छ, त्यो पनि ज्यान नै धरापमा राखेर ट्युबमा चढेर। हो, यही गुल्मी जिल्लाको कर्णालीको बारेमा यो कथा देखाउँदैछौँ। यो भिडियो असाध्यै खास छ। कृपया तपाईँ कहाँबाट अहिले हेरिरहनु भएको छ कमेन्ट गर्नुहोला। यो ठाउँको समस्या समाधानका लागि के पहल गर्यो भने समस्या समाधान होला, आफ्नो विचार पनि लेखिदिनुहोला। बाँकी यो भिडियोमा। बर्खामा पनि यसै गरी तर्नुहुन्छ तपाईँहरू? बर्खामा चाहिँ के गर्नुहुन्छ नि? पारी जानु, बाटोमा जानु पर्यो भने हजुर। अनि कति रिस्क छ? कहिले दुर्घटना भएको रेकर्डहरू छन् कि छैनन्? रेकर्ड छन्। अब चाहिँ पहिला चाहिँ हामीले त्यो फर्के बनाएको थियौँ, त्यसबाट चाहिँ म सँगै बाइकबाट पुरै खोलामा खसेको। बाइकैसित? बाइकैसित सबै चाहिँ सब गरेर तर चाहिँ हल्का पौडिन जान्ने थियो। अनि खोलामा बसेको भएर चाहिँ बाइक चाहिँ नै मरिन्थ्यो। बाटो ल्याउनु पर्यो भनेर पहल गर्नु भएको छैन? पहल गरेँ, अब चाहिँ पहल गर्दा गर्दै पनि अब सुन्दैनन्। अब चाहिँ ल ल भन्छन्, ल ल भन्छन्। पहिला पनि त्यस्तो भयो। अब यत्रो गरेर कामहरू चलाम अब चाहिँ त्यस्तै हो। गाउँपालिकाले कुरा त सुन्नु भयो। ए, अनि प्राविधिकहरू पनि यसै गरी आउनु? रमेश सर सधैँ यसै गरी आउनुहुन्छ यहाँ? यसै गरी नै। यो यसमा यहाँ फर्की थियो, फर्केमा एकदम रिस्क थियो मेरो। हजुर। रिस्कका साथ पनि उपचार गर्न पहिले यहाँ प्राविधिक सल्लाह दिनको लागि आइरहेको थियो। यहाँ गाई भैँसी बिरामी भयो, बाख्रो बिरामी भयो, यहाँ आउनु पर्यो भने यसै गरी आउने हो? यसै गरी नै आउने, एकदम रिस्क लिएर। अनि तपाईँकोमा अरू प्राविधिकहरू पनि आउन मान्दैनन् होला नि? अप्ठ्यारो छ तिमीहरूकोमा त आउँदैनन् भन्छन् होला? हजुर, बाटोका कारणले। त्यही बाटोको प्रब्लमले गर्दाखेरि हामीलाई बहुत गाह्रो भयो। तपाईँको त्यही प्रब्लम भयो, भैँसी बिरामी भयो भने पनि गरेर कोही प्राविधिकहरू बोलाउँदाखेरि पनि बहुत गाह्रो भयो। बाटो छ, त्यही तपाईँहरूले यसो भने सल्लाह दिनुहुन्छ। अब हामीलाई पनि त्यो एक्सपिरियन्स भएको हुँदैन। सुन्दाखेरि चाहिँ हाम्रो भैँसीहरू पनि धेरै बिरामी हुने, अनि त्यो हुने चाहिँ बहुत हुन्छ। यो बाटोको उसले गर्दाखेरि बहुत दुःख पारियो। प्राविधिकलाई यो समस्या छैन त? ल, प्राविधिक भनिसकेपछि चप्पल माथि राख्नुहोस्। ल ल, शुभयात्रा। रमेशजी केही छ? कसै पनि पानी मुनि नै हो, पेर्न मान्नु छोरे।
तपाईँको शुभ नाम? मेरो नाम गोविन्द भण्डारी। कति भयो यहाँ भैँसी पाल्न थाल्नुभएको? लगभग तपाईँको करिब करिब 1.5 वर्ष भइसक्यो यहाँ। कति भैँसी छन्? भैँसी अहिले तपाईँको टोटल भैँसी 35 देखि 35वटा छन्। 35वटा भैँसी दुना भैँसी हुन् कि? सबै गरेर टोटल 35वटा, त्यसमा दुना लगभग करिब तपाईँको 20वटा छन्। कतिजना मिलेर गर्नुभएको छ यहाँ? हामी 5 जना छौँ। 5 जना भनेको परिवारभन्दा बाहिरको कि सबै परिवार? सबै परिवार, आफ्नै परिवार। यहाँ यो भैँसी पाल्नुभन्दा पहिला यहीँ बस्नुहुन्थ्यो कि बाहिर अन्यत्र कतै? हामी पहिला यसभन्दा पहिला विदेशतिर थियौँ, त्यसपछि आएर बुटोलतिर केही व्यवसाय गरेँ, मोटल सोटल, त्यो छोडेर आएर पछि एउटा आफ्नै गाउँठाउँमा गएर कृषि गर्न मन त कृषितिर लाग्यो। यहाँ त अरू कसैको घर पनि रहेन रहेछ, एकान्त ठाउँ रहेछ, कसरी आउन मन लाग्यो यस्तो ठाउँमा? यो पहिलेदेखि पुर्खाहरूले गरेको ठाउँ, जान सबै बाँझेको ठाउँलाई फेरि हामीले गएर केही गरौँ भनेर आइयो। अनि अहिले चाहिँ कस्तो भइरहेको छ नि? अहिले ठिकै छ, राम्रो छ, सोचेभन्दा राम्रो भइरहेछ, अझै राम्रो होला भन्ने आश गरिरहेछ। भैँसी पाल्दा रमाइलो हुँदो रहेछ कि विदेशमा काम गर्दा? होइन, आफ्नै देशमा, आफ्नै स्वदेशमा, आफ्नै भैँसी, आफ्नै ठाउँ, आफ्नै परिवारसँग बसेर काम गर्दा बहुत रमाइलो हुनेछ। हेर्नुहोस्, यसलाई अझै बढाउने सोचमा हुनुहुन्छ? हजुर, एकदम। अप्ठ्यारो चाहिँ के नि? अप्ठ्यारो त हाम्रो सबभन्दा समस्या तपाईँको यातायातको है। यहाँ तपाईँको यो दुध उत्पादन छ, तर यातायातको लागि अब केही पनि छैन। यहाँ बोकेर ढुवानी गर्ने हो। कति समय बोक्नुहुन्छ? कति समय हिँड्नुपर्छ? तपाईँको 1 घन्टा हिँड्नुपर्छ भनौँ, मार्केटसम्म पुग्दाखेरि 1 घन्टा हिँड्नै पर्छ। कहाँ लगेर हो बेच्ने? बेच्ने तपाईँको उल्लेलादेखि चोरकाटे, चोरकाटे मोजाबाट तपाईँको यो 4 खुट्टे भन्नेसम्म जान्छ सर हाम्रो। भनेको यहाँबाट हिँड्दै चाहिँ उल्ली खोला पुग्नुपर्ने? हजुर। त्यसपछि केमा लानुहुन्छ? त्यसपछि हामीले बाइकमा। कति लिटर दुध बेच्नुहुन्छ? अहिले तपाईँको 90 देखि 105, 110 दिनमा। 35वटा भैँसीमा कतिवटा भैँसी चाहिँ दुहुना छन् नि? 35वटा भैँसीमा तपाईँको लगभग 20वटा करिब 20वटा छ होला। अनि पाडा पाडी सबै गर्नेर 35वटा हो? हजुर हजुर। कति लगानी गर्नुभएको छ यसमा? लगानी त हाम्रो तपाईँको 70 लाख लगानी भइसक्यो यसमा। हजुर। अब हाम्रो टार्गेट भनेको 1 लाख हो, 1 लाखले पनि नपुग्दो जस्तो, 1 करोड हो, 1 करोड पनि अब नपुग्ला जस्तो छ। अब तपाईँको लगानी त अब समयअनुसार बढ्दै जान्छ। कहीँ कतैबाट सहयोगहरू आएको छ, अनुदानहरू लिनुभएको छ कि? हामीसँग सहयोग कहीँबाट पनि आएन। तपाईँको यहाँ के अरे गाविस वार्ड भनौँ या तपाईँको पालिका भनौँ या प्रदेश भनौँ, कहीँबाट पनि अहिलेसम्म केही हामीलाई त्यस्तो सहयोग केही छैन भैँसीको माध्यममा। कोही घुम्न आउने हामी गर्छौँ भन्ने हुन्छ नि, त्यस्तो केही कुरा भएको छ कि छैन? त्यस्तो घुम्न आउने त खै हामीले आउनुहोस् भनेर धेरै ठाउँमा कुरा गरियो, तर अहिलेसम्म आउनु भएन। सायद बाटो पनि नभएको कारणले गर्दाखेरि होला। बाटो भएपछि आउनु होला नि। बाटो चाहिँ तपाईँहरू आफै खन्दै हुनुहुन्छ? हजुर, एकदम हामीले आफै खनेका छौँ, आफै खनेर आएको छौँ। अहिलेसम्म त अहिले हल्का पालिकाले पनि खनेछ, अब पालिकाले खन्छु भन्ने अब योजना छ, अब के हुन्छ हेरौँ। अनि बाटो बाहेक अहिले दुध नबेचेर अप्ठ्यारो चाहिँ छ कि छैन? छ, एकदम मुस्किल छ। तपाईँको बाटो नहुँदा तपाईँको पानी पर्दा त्यस्तो छ। यस्तो खोलाबाट दुध तार्ने हो, तपाईँहरू देखिराख्नु भएको छ। तपाईँ कसरी आउनुभयो, आफैले बोल्नु के अरे भोग्नुभयो, त्यस्तै छन् समस्याहरू त बहुत छन्। हेर्नुहोस्, समस्या हुँदै पनि लगभग तपाईँले जति जस्तो 70 लाख लगानी गरियो भन्नुभयो, 70 लाख रुपियाँ लगानी गरेर यसरी भैँसी पाल्दा कति रुपियाँ चाहिँ आम्दानी गर्नुहुन्छ 1 महिनामा? अहिलेसम्म आम्दानी त छैन सर, हाम्रो त लगानी नै छ। तपाईँको संरचनाहरू भन्नु, भैँसी भनौँ होइन, यस्तैमा खर्च भइरहेको छ। तैपनि दुध बेच्नु भएको छ, बाख्रा पनि पाल्नु भएको छ, बाख्रा पनि बेच्नु भएको छ, लगभग महिनामा कति जति को बेच्नुहुन्छ? तपाईँको लगभग 3 लाखको दुधको सेल हुन्छ। हजुर। अब तपाईँको बाख्रा भन्दा यति एकिङ गर्न सकिन्न है, कुनै महिना धेरै हुन्छ, कुनै महिना कम हुन्छ। अनि सब्जीहरू भयो, यस्तै छ। करिब 4 लाखको सेल गर्नुहुन्छ महिनामा? हाराहारी तपाईँको 4 लाखको सेल हुन्छ। त्यो भनेको त परदेशमा जति दुःख गर्नुहुन्छ यहाँ त्योभन्दा कम दुःख गरेर परिवारसँग बसेर त्यसरी क्याल्कुलेसन गर्ने भने त बडा गजबकै पैसा हो होइन? बाहिर रहनुभएको, विदेशमा काम गर्दै गर्नुभएको, विदेशमा पसिना बगाउँदै गर्नुभएको दाजुभाइहरू तपाईँले पनि अब त्यो खालको दुःख गरेर आउनुभयो, उहाँहरूले पनि हेर्दै हुनुहुन्छ होला, के भन्नुहुन्छ उहाँहरूलाई? म त उहाँहरूलाई के भन्छु भन्दा, कुनै पनि के अरे हामी यस्तो युवाहरू विदेश जानभन्दा आफ्नै स्वदेशमा गरे धेरै राम्रो छ। सरकारले केही प्रोत्साहन गर्नुपर्छ यसलाई होइन, आफै मात्र गर्छु भनेर पनि हुँदैन। सरकारले गर्यो भने पनि धेरै राम्रो छ, धेरै राम्रो हुन्छ। हस्, धन्यवाद। दाइ, तपाईँको नाम? मेरो शङ्कर भण्डारी। शङ्कर भण्डारी, के गर्दै हुनुहुन्छ? यो भैँसीको लागि दाना चाहिँ तयार गर्दैछु। दाना कतिचोटि खुवाउनुपर्छ भैँसीलाई? यस्तो 2 चोटि, बिहान 1 चोटि अनि दिउँसो 1 चोटि दाना। 2 पटक दाना खुवाउनुहुन्छ? ए, आगो बालेर हेर्नुहोस्, बनाएर भैँसीलाई चाहिँ अब जाडोको सुरु हुन थाल्यो। अनि
तातो पनि हुन्छ हल्का तातो पानी बनाएर खाएपछि। योभन्दा पहिला कहाँ विदेश हुनुहुन्थ्यो? हजुर हामी विदेश कुन देशमा? हामी गएँ म चाहिँ साउदी पनि गएँ हजुर अनि दुबई पनि गइयो। हजुर त्यसपछि आएर अब चाहिँ केही गर्नु पर्यो आफ्नो देशमा भनेर फेरि यतापट्टि लाग्यो। के छ खुसी हुनुहुन्छ? अहिले एकदमै खुसी छौँ। अनि अर्को देशमा गएर तपाईँको त्यो गुलामी गरेर काम गर्नुभन्दा आफ्नै देशमा आफ्नै परिवारसँग आफ्नै सबैसँग काम गरेर गर्नुको बेग्लै मजा हुन्छ। बहुत आनन्द आइरहेको। साउदीमा के काम गर्नुहुन्थ्यो? साउदीमा मेरो चाहिँ होटलमा क्याटरिङमा काम थियो। ए कति घन्टा काम गर्नुहुन्थ्यो साउदीमा? साउदीमा काम गर्नु पर्छ 12 घन्टा 13 घन्टा। अब तपाईँको ओटी चल्दाखेरि अब त्यस्तै त हो विदेशमा 14 घन्टा पनि काम गर्नु पर्थ्यो। यहाँ चाहिँ कति घन्टा काम गर्नुहुन्छ? यहाँ तपाईँको अब चाहिँ यहाँ गर्नु भनेको त 8 घन्टा 10 घन्टा अब आफ्नो इच्छा लगायो। तै पनि लगातार गर्नु पर्दैन? यहाँ गर्नु पर्दैन आनन्दले आफ्नो लगातार हिसाब गर्ने भने चाहिँ कति घन्टा काम गरिन्छ होला यहाँ? यहाँ लगातार गर्ने के अरे तपाईँको 12-13 घन्टा 14 घन्टा गरेर भने पनि गर्न सकिन्छ। होइन अहिले हिसाबले कति घन्टा अहिले काम गरिरहनु भएको हिसाबले एकै ठाउँ राख्ने भने कति घन्टा जति काम गरिन्छ होला एक दिनमा? 8 घन्टा या 9 घन्टा 8-9 घन्टा लगातार काम गरिन्छ। त्यति गरेर उहाँभन्दा राम्रो कमाइ यही छ? यही छ एकदम राम्रो छ। अब यसलाई अझै विस्तार गर्ने सोचमा हुनुहुन्छ कि? एकदमै विस्तार छ। हाम्रो चाहिँ बाख्रा पनि छ भैँस मात्रै नभएर तपाईँको 80-85 वटा बाख्रा पनि छ। बाख्रालाई चाहिँ अझै बढाउने भन्ने उयो छ। अनि हाम्रो यसको भैँसीको साथसाथै तपाईँको हामीले माथि कुखुरा फार्म कुखुरा फार्म पनि गर्ने भन्ने उयो गरेछौँ। अनि त्यसपछि अहिले बाटाको असुविधाले गर्दाखेरि यो फिलर चाहिँ तयार गर्न पाइएन। बर्खा पनि भयो अनि त्यो हुँदाखेरि चाहिँ अनि कुखुराको फार्म पनि तयार हुन्छ। अनि त्यसमा छ अहिले अनि अहिले भैँसीको छ यिनी भइहाल्यो। ए तपाईँले चाहिँ यहाँ के बेसी सबभन्दा आनन्द चाहिँ दुध बेच्ने काम गर्नुहुन्छ कि तपाईँहरूले घिउ बनाएर बेच्नुहुन्छ कि? दुध दुहुँदाखेरि बहुत आनन्द आउँछ। दुध दुहुँदा आनन्द आउँछ? बहुत जति चाहिँ तपाईँको यस्तो आफूले चाहिँ एउटा मिहिनेत गरेर दिउँसोभरि मिहिनेत गरिन्छ नि। साँझ चाहिँ दुहुँदाखेरि बाल्टी भरि दुध हुँदाखेरि अनि क्यान भरेर दुध लिएर जाँदाखेरि बहुत आनन्द आउँछ क्या। पैसालाई त्यो छोडिदिनुहोस् त्यो बहुत आनन्द आउँछ त्यसमा। बहुत आफू एकदमै के हाम्रो ठाउँमा यस्तो हुन्छ भन्ने चाहिँ एउटा बहुत आनन्द आउँछ त्यसमा। अनि दुध मात्रै बेच्नुहुन्छ कि घिउ बनाएर बेच्नुहुन्छ? हामीले चाहिँ त्यस्तो अर्डर आयो भने घिउ पनि हुन्छ। खासै हामीले चाहिँ प्राथमिकता भनेको दुधलाई दिन्छौँ। चाहिँ अहिले खासै त्यस्तो घिउ बेच्ने भनेर चाहिँ गरेन। ए त्यस्तो छ। हस् धन्यवाद। मजाले हुन्छ कि दुईजना मान्छे दाउरा त्यसको बट्टा चाहिँ उसले लागतमा धेरै उत्पादन भन्छ क्या। एक बार दाउरा सकिन्छ दिन